हेलो साथीहरू, आउनुहोस् आज चाहिँ हामी आँपको अचार सँगसँगै तयार गर्नुपर्छ। आजको मौसम चाहिँ यस्तो रहेको छ, सिमसिम पानी परिरहेको छ। हाम्रो मम्मी चाहिँ मैले अचार बनाएको हेर्ने अरे, अनि हेर्नु न मेरो मम्मी सो क्युट, आई लभ यु भनिदिएको नि। यहाँ चाहिँ मैले तोरी फुराएँ साथीहरू, अनि अघि मैले चाहिँ सुकेको खोर्सानी अनि त्यस पछाडि जिरा धनियाँ भुटेर राखेको छु। यो सबै मेसी भएको किचन चाहिँ आँपको अचारको लागि है साथीहरू। अनि यहाँ चाहिँ म अघि भुटेको खोर्सानीले पनि नपुगेर फेरि भाइले दोकान पठाएर फेरि लिएर भुट्दैछु, किनभने आँपको अचार चाहिँ पिरो नै मिठो हुन्छ क्या। अघि मैले मसलाहरू चाहिँ पिनेर रेडी बनाइसकेको थिएँ। अब बाँकी रहेको थियो यही खोर्सानी, अनि यसलाई पनि म ढुट्याउँदैछु। यो खोर्सानीको चाहिँ पुरा खारा हो क्या साथीहरू, अनि त्यही भएर मैले चाहिँ यसरी यसलाई ढुट्याउँदैछु। यहाँ मेरो छोरी चाहिँ उसको मामालाई पछ्याउँदैछ। उसको मामा चाहिँ आज सीतापुरी साकेलामा जाने भनेर, म पनि जाने कि जाने भनेर रुएर साथीहरू बल्ल बल्ल 10 रुपियाँ दिएर फकिनु चाहिँ फक्यो। फेरि उता उसको मामालाई मतलब छैन, उसलाई चाहिँ जानु पाए भयो। भान्जी चाहिँ रुएर तमास गरेर यहाँनिर केही छैन। अब अचार बनाऊँ ल साथीहरू। यहाँ रहेको छ 3 पोका तेल, अनि त्यस पछाडि यहाँ रहेको छ मेरो पुरानो अचार मैले बनाएको। यहाँ रहेको छ अघि मैले बनाएको धुलोहरू। सबै रेडी बनाएको मसलाहरू हालेर अब चाहिँ हामीले यसलाई मजाले मिक्स गर्छौँ। अनि मिक्स गरिसकेपछि यसलाई चाहिँ हामीले बट्टामा राख्छौँ। अब धेर खाँदेर राख्नु पर्दैन, अरू अचार जस्तो अलिक सुक्खा हुन्छ। यसलाई तेल चाहिँ बढी चाहिन्छ साथीहरू, अनि हल्का हल्का खाँदेर राख्नुपर्छ। अनि मेरो अचार चाहिँ रेडी भइसकेको छ साथीहरू।